खड्डेमा स्वागत छ। यस भिडियोमा हामी तपाईलाई चरणबद्ध रूपमा ग्राहकको बिल कसरी व्यवस्थापन गर्ने देखाउनेछौँ। सबैभन्दा पहिले तलको मेनुबाट ब्याज खण्ड खोल्नुहोस्। यहाँ तपाई सबै ग्राहक र सप्लायरका बिलहरू एकै ठाउँमा व्यवस्थापन गर्न सक्नुहुन्छ। यदि फिल्टर ठगो चालु छ भने एपले चयन गरिएको मिति दायराभित्र सबै ग्राहकका बिलहरू देखाउनेछ। यदि ठगो बन्द गर्नुभयो भने एपले चयन गरिएको ग्राहकको बिल मात्र देखाउनेछ। कस्टमर फिल्डमा ट्याप गरेर हेर्न चाहनुभएको ग्राहक चयन गर्नुहोस्। चयन गरेपछि एपले उक्त ग्राहकको बिल विवरण देखाउनेछ। प्रत्येक बिलमा यी विवरणहरू हुन्छन्: ग्राहकको नाम, ग्राहकको प्रकार, सेलर वा बायर, रकम, भुक्तानी स्थिति, एडभान्स वा रिमेनिङ, बिल अवधि, ड्यू डेट र अन्तिम कुल रकम। तपाई कुनै पनि समयमा बिल डाउनलोड, शेयर, प्रिन्ट वा मेटाउन सक्नुहुन्छ। नयाँ बिल बनाउन स्क्रिनको माथि रहेको न्यू बिल्स बटनमा ट्याप गर्नुहोस्। अब क्रिएट न्यू बिल स्क्रिन खुल्नेछ। पहिले जसका लागि बिल बनाउन चाहनुहुन्छ त्यो ग्राहक चयन गर्नुहोस्। कस्टमर फिल्डमा ट्याप गरेर सूचीबाट ग्राहक चयन गर्नुहोस्। त्यसपछि बिलिङ अवधि चयन गर्नुहोस्। यदि दूध प्रविष्टिहरू उपलब्ध छन् भने एपले स्वचालित रूपमा मिति, दूध मात्रा, दर र कुल रकम देखाउनेछ। प्रणालीले बिक्री रकम, अघिल्लो बाँकी र अन्तिम कुल रकम स्वचालित रूपमा गणना गर्छ। एपले सबै गणना तपाईका लागि गर्छ। माइनस चिन्हको अर्थ तपाईले भुक्तानी पाउँदै हुनुहुन्छ, जबकि सामान्य रकमको अर्थ तपाईले ग्राहकलाई दिनुपर्ने हुन्छ। तलको फिल्डमा भुक्तानी रकम प्रविष्ट गर्नुहोस्। अन्तमा क्रिएट बिल बटनमा ट्याप गर्नुहोस्। तपाईको बिल सफलतापूर्वक सिर्जना हुनेछ र ब्याज खण्डमा देखिनेछ। यसरी तपाई खड्डे एपमा सजिलै ग्राहकका बिलहरू व्यवस्थापन गर्न सक्नुहुन्छ। हाम्रो एप प्रयोग गर्नुभएकोमा धन्यवाद।